एभ्रिवान नमस्ते सबैजनालाई। मेरो नाम चाहिँ शमशेर सुनार र म चाहिँ अहिले काठमाडौँ बस्छु र आज चाहिँ म काठमाडौँदेखि सुकी जाँदैछु। पानी लास्ट परिरहेको छ। हामी अहिले काठमाडौँ बस पार्क लिएको छौँ र सुकी जाने म मात्रै होइन, मसँग यता साथी हुन्छ। यी चाहिँ हाम्रो बाटो आउँदाखेरि भ्लग पनि खिच्यो भनेर आएको थियो, तर लास्ट पानी परेको कारणले गर्दाखेरि भ्लग खिच्न पाएन। हेर्न सक्नुहुन्छ हामी काटिसक्यौँ। अब चाहिँ 5:30 बजे बस जाने हो। सो गाइस भिडियोलाई हेर्दै गर्नु होला। लास्ट पानी परिरहेको छ साथीहरू। 5:30 बजी हाम्रो बस छ, त्यही भएर हामी यसो टाइम पास गरिरहेको छौँ। किन हेऱ्यो त्यसरी के भन्ने टक्कै अब हामी बसमा बसिसकेका छौँ होइन। बाटोमा आइसकेका छौँ, तर मोगलीमा लास्टै पहिरो आइरहेछ अरे भन्ने कुरा सुन्नमा आइरहेछ। र हामी अहिले यहाँ यस्तो बाटोमा टक्क अब जाम खुल्यो जस्तो छ साथीहरू। अब चाहिँ गाडीमा बस्नुपर्ने हुन्छ र अहिले 2-3 घन्टाको जामपछि बल्ल हामीहरू अब लाग्दैछ हाम्रो गन्तव्यतिर। र पानी पनि पर्ला जस्तो भइरहेछ। सो हेर्न सक्नुहुन्छ। जाम खुल्नेवाला छैन, सायद भोलि बिहान नै हुन्छ जस्तो लागिरहेछ होइन। 2 ठाउँमा जाम परिरहेछ अरे। के छ भोक कतिको लागिरहेछ होला? त्यो चाहिँ भोक लागेन। म त लास्ट चाहिँ भोक लागिरहेछ गाइस होइन। यहाँ रेस्टुरेन्टहरू कतै पनि छैन।
र अहिले म सुर्खेत पुगिसकेको छु मेरो भाइको रुममा होइन। र हिजो मैले भिडियो बनाउन पाइनँ क्या, दिउँसो म सुतिसकेको थिएँ। अनि त्यसमा अनि रातिको 12 बजी त सुर्खेत पुगेको थियौँ। त्यो कामले गर्दाखेरि चाहिँ रातिको 12 बजी पुगिसकेको थियौँ र त्यति बेला भिडियो बनाइएन, थाकिएको थिएँ, लास्ट मिनटमा लगाइरहेको थिएँ। र अनि म रुममा पुगिसकेको छु। भिडियो तपाईँलाई खासै अब त्यति इन्ट्रेस्टिङ नलाग्न सक्छ, मेरो फर्स्ट भिडियो पनि हो। र नेक्स्ट भिडियोमा आउने कुरामा चाहिँ म धेरै कुराहरू इम्प्रुभमेन्ट गर्दै जान्छु भन्ने कुरा आशा गर्दै अहिलेलाई म यो भिडियोलाई यहीँ अन्त गर्न चाहन्छु र भेटौँ अर्को नेक्स्ट भिडियोमा।